गाइज वेलकम टु माई च्यानल है। अनि आज त हामी सपिङ जानला। हाम्रो पैसा आयो। पैसा के आयो त्यही 5 रुपियाँ 10 रुपियाँ आहा। अनि त्यसपछि आज त हामी अब रत्न पार्क सपिङ गर्न जानला अनि घुम्न पनि जानला। अब हामी बाटोमा भेट्छौँ ल। ल गाइज हामी गाडी चढेको। अब हामी भ्लग बनाउने। अब हेर त कति राम्रो देखेको। अनि अघि हामीले बाटोको चाहिँ भिडियो बनाउनु पाएन। अब गाडीको बनाउँछौँ ल। सेट कुल्फी खाएर अब उहाँ खोस्टा चाहिँ उहाँ तल ल। अब हामी गाडी हिँडेको। मलाई कस्तो लाज लाग्छ भने बनाउन यार। गाइस गाडी हिँड्यो है। सी ओ टिकटक यसको चाहिँ बिना छ है। टिकटक यो भाइरल छ अलि। त्यो सिर्जना यो पनि भाइरल छ। यिनीहरूको 1 मिलियन पुगिसक्यो। मेरो चाहिँ 1000 कतिरा छ। गाडी हिँड्यो। फेरि भन्न एकचोटि फेरि भन्छ भन्न एकचोटि। अबे जल्दी बोल, कल सुबह पनवेल निकल। मेरो आफ्नो ब्लगमा भन्छु तेरो ब्लगमा भाइरल किन बनाउने? ल भन्न भन्न त गाइस यसले भने चाहिँ यहाँ सुन्छ अरे। यसको चाबी छ हरा। यसको चाबी कसले भेट्नुहुन्छ यसो खोजेर बिनालाई दिनु होला। त्यसले निकालेर फेरि सपिङ गर्न जान्छ। जापानिज उयसमा छौँ भन्न के भन्छ साझामा। के त्यो चप्पल के पाएन किन भेटाएन? उहाँले 2टा लुगा भेटाएर किनी पनि सक्नुभयो। उहाँले पाउनु पनि भएन। कता मोटो खानु गएको त त्यो चाहिँ होला है। यो चाहिँ सानो हुन्छ हौ बरु होइन त। यो ओभर बच्चाको हौ। छ्या यो त है त्यो लगाऊ। गाइस यसले प्रिन्टर किन्यो। फेसवास किन्यो। यहाँ यसले यति धेरै किने हा। सृजना यसले अथर किन्नला हा। अनि ब्लेन्डर। हाम्रो सपिङ चाहिँ यति नै हो। यहाँ पनि छ सृजनाको सपिङ धेरै छ। गाइस अब हामी सपिङ गऱ्यौँ। यहाँ सपिङ अब हामी खाना जान लागेको। कहाँ जानला सिजनी? केही पाएन हो र त्यो मान्छेले कसरी हिँड्छ यहाँ। सँगै सरी पिङ्क ल पिङ्क हो।
गाइस हामीले जलपानमा चाहिँ टिकट पाएन अब हामी यहाँ टी सर्ट हालेर जाँदा यसको बिर्स्यो होइन यो मैले भ्लग बनाउन धनी सोचेको नि त धनी धनी त हामी छैन भने त तलब त 5-10 हजार 5-10 रुपियाँ आएको छ अनि यो 1 रुपियाँ यो त होइन यो घरकै सामान हो यो भित्र 2 रुपियाँ जतिको सामान होला त्यति हो गाइस हामी गाडी चढ्यौँ अनि अब हामी बाई बाई आजलाई पिने नमस्ते अलि भन् के भन्ने बोल्ने अब हामी गाडी चढेको अब हामी जान लाग्यो नारायणटान हाम्रो घरतिर 7 बज्यो 6:30 बिस्क्यो ड्राइभर दाइ मन पर्यो मलाई यो हो बिराजको नयाँ गाइस यो चाहिँ अनि यसको आइफोनबाट गरेको रानीपोखर त अब क्लिन गर्ने भनेर त बालेन त्यो बिजुलीहरू राखेर ओइ स्काई टावर ल गाइस अब हामी सबै फिल्म हेर्न आउँ न बरु एकचोटि नाइट हुन्छ नि त साँच्ची जाँदैन ल गाइस अब हामी बाटोमा भेट्छौँ झरेपछि गाइस म त भिडियो इन्ड गर्न आएको होइन अनि यिनीहरू चाहिँ डिस्टर्ब गरिरहेको छ अनि अस्ति हामी यस्तो राति कति 8 बजीतिर आएको थियो है अनि यस्तो थाकेको थियो त्यसैले
भिडियो इन्डै गर्न पाएन, राम्ररी देखाउन पनि पाएन, सपिङहरू केही पनि गर्न पाएन। त्यसैले यो भिडियो इन्ड गर्दैछु। धन्यवाद। मन पऱ्योमा लाइक, सेयर, सब्सक्राइब गरिदिनु।